18 वर्ष अगाडि तत्कालीन राजा ज्ञानेन्द्रले जनताको नासो जनतालाई नै सुम्पेको छु भनेर नारायण हिटी छाडे। तर आज फेरि जनताको नासो फिर्ता गर भन्दै लाखौं जनता सडकमा आए। देशभर अहिले राजा आऊ देश बचाऊ भन्ने नारा गुन्जिँदैछ। देश बचाउन पर्ने अवस्थामा छैन भन्छन् केपी ओली। सामाजिक सञ्जाल, सडक प्रदर्शन र राजनीतिक वृत्तमा राजतन्त्र फिर्ता ल्याउने माग तीव्र रूपमा उठिरहेको देखिन्छ। केही राजनीतिक दल जस्तै राप्रपा, राजावादी समूहहरू, केही पत्रकारहरू र पुराना राज संस्थाका समर्थकहरू गणतन्त्रको असफलता देखाउँदै पूर्ण राज संस्थाको वकालत गरिरहेका छन्। ज्ञानेन्द्र शाह आफै पनि अहिले धेरै सक्रिय देखिएका छन्। प्रजातन्त्र दिवसको दिन ज्ञानेन्द्र शाहले राष्ट्र जोगाउने हो भने हामीलाई साथ दिने समय आएको छ भन्दै सबैलाई आग्रह गरेका थिए। त्यसपछि देशव्यापी रूपमा राजावादी अभियान सुरु भएको छ। यो सँगै देशको मुख्य दलको नेताहरूको टाउको दुख्न सुरु भएको छ। आउनुहोस् राजतन्त्र फेरि फर्किन सक्ला कि नसक्ला भन्ने बारे यो भिडियो सुरु गरौँ। फागुन 25 गते ज्ञानेन्द्र शाहलाई स्वागत गर्ने भन्दै एयरपोर्टबाट सुरु भएको राजा सहितको र्यालीमा करिब 9 लाख जना भन्दा धेरै सहभागी भएको खबर आयो। यो डाटा सही हुन सक्ला नसक्ला, तर हिजोको भिडले नेपाली नेताहरूको मनमा चिसो भने पक्कै पस्यो। यो घटनापछि राष्ट्रपति कार्यालय शीतल निवास, उपराष्ट्रपति कार्यालय लैनचौर, सिंहदरबार, प्रधानमन्त्री निवास बालुवाटार र सांसद भवन नयाँ बानेश्वर क्षेत्रमा 2 महिनासम्मका लागि कुनै किसिमको धरना प्रदर्शन नगर्न साथै 5 जना भन्दा बढी भेला भई अनसन नगर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले आदेश दिएको छ। यो कस्तो गणतन्त्र हो? निषेध गरेर गणतन्त्र सफल होला त? 5 जना भन्दा धेरै भेला हुन नपाइने भनेर यति धेरै निषेधित क्षेत्र घोषणा भएका छन्। के नेपाल सरकार साँच्चीकै डराएको हो त? के नेपाली नेताहरूको मुटुमा ढ्याङ्ग्रो बजेकै हो त? अहिले राजतन्त्र वा गणतन्त्र कुन ठिक भन्ने बहस सुरु भएको छ। सबैको आफ्नो आफ्नो तर्क छ। राजावादी समूहहरूले नेपाली पहिचान, धर्म, संस्कृति र राष्ट्रिय एकताको नाममा राजतन्त्र पुनःस्थापना हुनपर्ने तर्क गरिरहेका छन्। राजावादीहरूको राजा फर्किन पर्ने कारण यस्ता छन्। पहिलो कारण हो स्थायित्व र एकता, मतलब पोलिटिकल स्टेबिलिटी र युनिटी। राजतन्त्र हुँदा देशमा स्थायित्व थियो, भ्रष्टाचार कम थियो र राष्ट्रिय एकता मजबुत थियो भन्ने उनीहरूको तर्क छ। नेपालमा भ्रष्टाचार निरन्तर बढिरहेको छ भन्ने कुरा सत्य हो। ट्रान्सपेरेन्सी इन्टरनेसनलको रिपोर्टले पनि त्यही भन्छ। नेपाल 180 देशमध्ये 107औं स्थानमा छ धेरै भ्रष्टाचार हुने देशमध्ये। नेपालमा 62-63 सालपछि 100औं काण्डहरू बाहिर आएका छन्। यस्तो काण्ड र भ्रष्टाचार बारे हामीले यो भिडियो बनाएका छौँ, तपाईले हेर्न सक्नुहुन्छ। राजावादीहरूको दोस्रो तर्क छ नेतृत्वको सङ्कट। गणतन्त्रमा बारम्बार सरकार परिवर्तन, नेताहरूको असक्षम नेतृत्व र अनियन्त्रित भ्रष्टाचारका कारण देशले ठोस उपलब्धि हासिल गर्न नसकेको तर्क गरिन्छ। यो कुरा चाहिँ सत्य हो। 62-63 सालपछि 18 वर्षमा 14 पटक प्रधानमन्त्री फेरिएका छन्। 18 वर्षमा बढीमा 5 जना प्रधानमन्त्री हुन पर्ने हो, तर 14 पटक प्रधानमन्त्री फेरिदा स्टेबल गभर्नमेन्ट नेपालले पाउन सकेको छैन अहिलेसम्म। राजावादीको अर्को तर्क छ राष्ट्रिय पहिचान र संस्कृति। नेपाल हिन्दू राष्ट्र भएको र राज संस्था त्यसको पहिचानसँग गाँसिएको बताउँदै गणतन्त्र आएपछि सांस्कृतिक विघटन भएको आरोप लगाइन्छ। नेपालमा गणतन्त्र सँगै धर्मनिरपेक्षता पनि आयो। धेरैलाई यो कुरा आन्दोलन अगाडि थाहा नै थिएन। प्रजातन्त्रको लागि आन्दोलन गर्ने अधिकांशलाई थाहा थिएन कि नेपाल हिन्दू राष्ट्रबाट धर्मनिरपेक्ष हुँदैछ भनेर। सिधै 2063 को अन्तरिम संविधानमा नेपाललाई धर्मनिरपेक्ष घोषणा गरियो, तर यो कुरा त्यो बेलाको धेरै नेताहरूलाई समेत चित्त बुझेको थिएन। त्यसपछि 2072 सालको संविधानमा नेपाललाई धर्मनिरपेक्ष देश भनेर घोषणा गरियो। राजा हुँदा नेपाल स्वत हिन्दू राष्ट्र थियो। राजावादीहरूको अर्को तर्क छ अर्थतन्त्र सुधार। राज संस्थाको शासनकालमा नेपालको अर्थतन्त्र तुलनात्मक रूपमा राम्रो रहेको र विदेशी हस्तक्षेप कम भएको दावी गरिन्छ। नेपालको अर्थतन्त्र त कुनै पनि समयमा स्टेबल रहेको पाइँदैन। गणतन्त्रपछि नेपाललाई सिङ्गापुर बनाउने सपना देखाउनेहरूले नै काण्ड गरेर देशलाई ऋणमा डुबाउँदै आएका छन्। तर यसको मतलब राजाको पालामा चाहिँ देश समृद्ध नै थियो भन्ने चाहिँ होइन। यी भए राजावादीहरूको तर्क, तर देशमा राजतन्त्र विरोधीहरू पनि धेरै छन्। राजतन्त्र विरोधीहरूको मुख्य तर्क भने यस्ता छन्। पहिलो तर्क छ गणतन्त्र जनताको अधिकार हो।
62-63 को जनआन्दोलनले गणतन्त्र ल्याएको हो, जुन बहुमत जनताको चाहना अनुसार आएको परिवर्तन हो। 62-63 सालमा पनि लाखौं जनताले 19 दिनसम्म निरन्तर आन्दोलन गरेका थिए। ज्ञानेन्द्र शाहले सामन्ती शासन गरेको भन्दै लोकतन्त्र र स्वतन्त्रताको लागि धेरै घाइते भए र कतिले ज्यान समेत गुमाए। हरेक नागरिकहरूको स्वतन्त्रता र लोकतन्त्रको हक हुन्छ। गणतन्त्रवादीहरूको अर्को तर्क रहेको छ, राजतन्त्र असफल भइसकेको छ। नेपालमा राज संस्था रहँदा पनि आर्थिक, सामाजिक र राजनीतिक समस्याहरू रहेको बताइन्छ। राजा वीरेन्द्रको वंशनाश र ज्ञानेन्द्रको शासनकालको असफलता पनि राजतन्त्रको पुनर्स्थापना विरुद्ध प्रयोग गरिन्छ। राज संस्था सामन्ती शासन हो, यो कहिले पनि सफल नहुने धेरैको तर्क छ। गणतन्त्रवादीहरूको तेस्रो तर्क छ लोकतन्त्र र समानता। गणतन्त्रमा हरेक नागरिक समान अवसरको हकदार हुन्छ, तर राजतन्त्रले एउटा परिवारलाई विशेष अधिकार दिने भएकाले यो समानताको सिद्धान्त विपरीत रहेको तर्क गरिन्छ। तर अहिलेको अवस्थामा हेर्ने हो भने नेपालका मुख्य दलका नेताहरू नै परिवारवादमा डुबिरहेका छन्। गणतन्त्रवादीहरूको अर्को तर्क छ इन्टरनेसनल ट्रेन्ड। आधुनिक विश्वमा अधिकांश देशहरू गणतन्त्रमा रूपान्तरण भएका छन्। नेपालले पनि विश्व प्रवृत्तिलाई आत्मसात गर्दै लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउनु पर्ने धारणा राखिन्छ। व्यवस्था गलत होइन, यो व्यवस्था चलाउने पात्र गलत हो भन्ने धारणा पनि धेरैको छ। तपाईलाई के लाग्छ? राजावादीहरूको तर्क ठिक छ कि गणतन्त्रवादीहरूको? कमेन्ट गर्नुहोला। लोकतान्त्रिक प्रणाली कि राजतन्त्र, कुन मोडल नेपालको लागि उपयुक्त छ त? नेपालका लागि कुन मोडल उपयुक्त छ भन्ने विषयमा फरक विचार छन्। लोकतान्त्रिक प्रणालीको कमजोरी सुधारेर सुदृढ गर्नुपर्ने कि राज संस्थालाई पुनर्स्थापित गरेर देशको स्थायित्व खोज्ने भन्ने विषय बहसको केन्द्रमा छ। गणतन्त्रलाई प्रभावकारी बनाउन सरकार, राजनीतिक दलहरू र नागरिक समाज सबै मिलेर जिम्मेवारी भूमिका खेल्नुपर्छ। लोकतन्त्रलाई संस्थागत गर्दै कानुनी शासन, सुशासन, पारदर्शिता र उत्तरदायी नेतृत्व विकास गर्ने हो भने नेपालले राम्रै भविष्य खोज्न सक्छ। त्यसैले नेपालमा राजतन्त्रको पक्षधरको तर्क पनि राम्रै छ। दुई पक्ष बीचको विवाद अझै केही समय चल्ने देखिन्छ। अन्ततः नेपालको भविष्यबारे अन्तिम निर्णय गर्ने शक्ति नेपाली जनताकै हातमा रहनेछ। जनताले चाहे भने जस्तोसुकै शासन पनि उल्टाउन सक्ने चेतावनी हुन सक्छ यो। तर नेपालमा राज गर्दै आएका मुख्य दलका नेताहरूको व्यवहार हेर्दा कुन हदसम्म दम्भ रहेको छ भन्ने प्रश्न देखिन्छ। केपी ओलीले राजा र राजाहरूको बारे व्यङ्ग्य गर्दै राजालाई चुनावमा उत्रिन च्यालेन्ज गर्दैछन्। केपी ओलीले पूर्व राजा ज्ञानेन्द्रले अराजकता देखाएको भनेका छन्। त्यसै शेरबहादुर देउवाले पनि चुनाव लड्न आउनु भनेका छन्। प्रचण्डले त झनै जनताले सजाय नदिएर राजालाई यत्तिकै छोड्नु नै ठुलो कुरा हो भनेका छन्। राजाको यो अभियानले नेपाल सरकारको सातो गएको प्रश्न छ। नेपालमा जुन तन्त्र आए पनि जनताको अवस्था फेर्नुपर्छ। व्यवस्था परिवर्तनको खेलमा नेपाल कहिलेसम्म अल्झिने हो? भोको पेटलाई तन्त्र के मतलब? हजारौं युवाहरू दिनदिनै विदेशिँदैछन्। उनीहरूलाई कुनै पनि तन्त्रले होइन, नेपालको आर्थिक अवस्थाले विदेशिन बाध्य पारेको हो। भोलि राजतन्त्र आए पनि नेपालले रातारात मुहार फेर्ने पनि होइन। तर यिनै मुख्य नेताहरूको हातमा देशलाई छोड्ने हो भने भोलि नेपाल देश नै रहने नरहने भर छैन। तपाईलाई के लाग्छ? नेपालमा राजतन्त्र फर्किन पर्ला कि नपर्ला, अथवा अहिलेको गणतन्त्र नै ठिक हो? तपाईको धारणा कमेन्ट गर्नुहोला। हामी हरेक हप्ता यस्तै कन्टेन्ट लिएर आउँछौँ। यदि तपाईलाई यस्तै कन्टेन्ट मनपर्छ भने क्युरियस नेपाललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला।